मुस्लिम आयोग खारेज होइन, अझ सशक्त बनाउनुपर्छ। त्यो संवैधानिक अङ्ग हो। संवैधानिक अङ्ग भनेको जो उत्पीडनमा परेको छ, जो पीडामा परेको छ, उसलाई संरक्षणको लागि हो। अल्पमतको, अल्पसङ्ख्यकको संरक्षणको लागि संवैधानिक आयोग बनाउनुपर्छ। उनीहरूलाई विशेष अधिकार दिएर माथि ल्याउनुपर्छ। त्यो मदरसा त्यहाँ बिचरा चाहिँ कोही मुस्लिम एउटा नागरिक जन्मियो, जन्म लिँदै ऊ मुस्लिम समुदायमा जन्मियो, गरिब समुदायमा जन्मियो, त्यो जन्मिने बच्चाको अपराध हुन्छ, चाहे मुस्लिम, चाहे हिन्दू, चाहे क्रिस्चियन, जोसुकै होस्। अनि उसले मदरसामा पढाइ गर्नुपर्छ उसको अवस्थाको कारण, परिवेशको कारण, समाजको कारण। त्यो मदरसाको कानुन राज्यले बनाउनु पर्दैन, नियमन गर्नु पर्दैन। मदरसा मात्रै होइन, गुम्बाहरूमा नियमन गर्नु पर्दैन। हाम्रो चाहिँ हिन्दू वेद विद्याश्रममा पढ्नेहरूको नियमन गर्न पर्दैन कि? त्यहाँ वेद विद्याश्रमदेखि लिएर गुम्बामा पढ्ने बुद्धिस्ट अनुयायीदेखि लिएर मदरसामा पढ्ने बालबालिकाहरूको जीवन रक्षा हुनुपर्छ कि पर्दैन? उनीहरूको मानव अधिकार हो कि होइन? त्यो मदरसामा पढेको मान्छे भोलि डक्टर इन्जिनियर पढ्न पाउनु पर्दैन? प्राविधिक शिक्षा पढ्न पाउनु पर्दैन? राज्यको चाहिँ निकायसम्म प्रतिस्पर्धा गरेर आउन सक्ने गरीको शिक्षा नीति राज्यले बनाउने होइन? त्यो शिक्षा मन्त्रालय अन्तर्गत हुन पर्यो होइन? अहिले त्यसको ठाउँमा मुस्लिम आयोगै खारेज गर भनेर मुस्लिम आयोगलाई थप जिम्मेवारी देऊ बरु। मदरसामा हुन्छ के? कतै हामी अन्तर्राष्ट्रिय आतङ्कवादी उत्पादन त गरिरहेका छैनौँ भनेर मुस्लिम आयोगलाई जिम्मा लाउनु पर्ने ठाउँमा उल्टै मुस्लिम आयोग खारेज गर भनेर चाहिँ त्यहाँ नारा लगाइन्छ अनि गृहमन्त्रीले सम्झौता गर्छन्। यो सरकार प्रायोजित आन्दोलन जस्तो पनि देखिन्छ। ठिक हो, बादरगोल किन भयो भन्छन्। मैले भने बादरगोलको बीचबाटै गोल गर्ने योजना हो यो सरकारको, त्यही बुझिन्छ। यो संविधानले काम गर्दैन। त्यसकारण फोर्सफुल्ली काङ्ग्रेस एमाले माओवादीका शीर्षस्थ नेताहरूलाई फोर्सफुल्ली फाल्नै पर्ने थियो, आन्दोलनले फाल्यो। भएको त्यही हो। अब यो सरकारको आलोचना गर्ने के? मध्येका जनताले हुन्, चाहिएको थियो सुशासन, चाहिएको थियो गरिबीको अन्त्य, चाहिएको थियो रोजगार, राष्ट्र क्षेत्रीय अस्थिरताको निमित्त प्रयोग हुन हुँदैन थियो। त्यो पुराना पार्टीहरूले नगरेपछि त्यो चाहिएको थियो। त्यसको निमित्त एउटा विशेष व्यवस्था गरेर बालेन्द्र सरकार निर्माण गरियो। बालेन्द्र सरकार उसको योजना अगाडि बढाएको छ। त्यसकारण अहिले यो सरकारको प्राथमिकता डिजिटलाइजेसनबाट अगाडि बढेको छ। यसले विकासको काममा ध्यान दिन अहिले सकेको छैन। त्यसकारण यहाँ कतै न कतै सुकुम्बासी गरिब उत्पीडितलाई यो सरकारले के गरेको होला जस्तो देखिन्छ। यो सरकार भन्ने बित्तिकै सबै जान्ने पनि हुँदैन, उसले सिक्ने कोसिस गर्दैछ। यसको अर्थ हो यो सरकार यो नमिलेको संविधान मिलाउने ठाउँमा पुर्याउन चाहन्छ। नेपाली सेनामाथि लागेको जो आरोप छ, सेना भनेको विश्वमै जो डिक्टेटर ज्यानमारा भन्ने जो एउटा चिनारी बनेको छ, मलाई लाग्छ अबको परिस्थिति यो सरकार मार्फत नेपालको सेना संयुक्त राष्ट्रसङ्घको मातहतमा रहेर जहाँ जातीय दङ्गा हुन्छ, जहाँ धार्मिक दङ्गा हुन्छ, जहाँ हजारौँ हजार मान्छे मर्छन् एकैचोटि, हजारौँ हजार घरमा आगो लाग्छन्, त्यो ठाउँमा नेपाली सेनाले गएर चाहिँ सुरक्षा दिइरहेको छ। त्यसकारण नेपालको सेना प्रजातन्त्रको निमित्त, देश र जनताको विकासको निमित्त उदाहरणीय सेना बन्छ भन्ने एउटा उदाहरणसहितको राज्य व्यवस्थाको चाहिँ कल्पना यो सरकारले गरेको जस्तो मेरो बुझाइ छ। त्यसकारण पुग्नु पर्ने छ त्यहाँ। अब यो बालेन्द्र सरकारलाई पनि अहिले हराएर खोज्ने के? सहकारी ठग, कानुन विपरीतका प्रायोजित पात्रहरू, एउटा ट्रोजन हर्सको रूपमा बनाएका पार्टी, अब ती प्रधानमन्त्री मन्त्री हुन सक्छन्? सक्दैनन्। त्यसैले हो सुरक्षा निकायले बलियोका साथ काम गरेको। त्यसैको लागि हो सुनसरीमा चाहे सरकार प्रायोजित होस् चाहे बाह्य शक्तिले होस्, नेपाली सेनाले कमान्डिङ गर्न परेको। त्यहाँ हजारौँ मान्छे योजना बनाउने, मार्ने योजना कसले बनाउँदै थियो? हजारौँ मुस्लिम बस्तीको नाममा बस्तीका बस्ती आगो लगाउने कुन तत्त्वले गरेको थियो? त्यो योजना आजभन्दा 3 वर्ष अघिकै योजना
सुरक्षा निकायमा रेकर्डेड थियो। त्यसकारण पहिलाका प्रधानमन्त्री पहिलाका गृहमन्त्रीहरूले सुरक्षा निकायको ब्रिफिङ सुनेर त्यो समाधानको बाटो लिन पर्थ्यो कि पर्दैन? त्यही नगरेको कारण काङ्ग्रेस एमाले माओवादीलाई फाल्न पर्यो, फोर्सफुल्ली फाल्न पर्यो। त्यसकारण यो सरकारको आलोचना जति गर्न सकिन्छ गर्नुहोस्। समस्या संविधानमा छ, क्षेत्रीय सन्तुलन मिलाउनु पर्ने छ। दक्षिण एसियालाई अब विश्वको पावर हाउसको रूपमा विकास गर्नुपर्ने छ। त्यसको निमित्त बौद्ध अरेबिया विश्वको एउटा परिकल्पनासहित रसिया अगाडि बढेको छ। आर्थिक समृद्धिको बाटो मार्फत चीन अगाडि बढेको छ। अब हामीले दक्षिण शक्ति भारतलाई त्यस्तै साथ र समर्थन दिएर चीन, भारत र रुसलाई एक ठाउँमा लिएर आएर नेपालमा विकासका बाटाहरू कोर्न पर्नेछ। त्यो ठाउँमा पुग्नको लागि यो नमिलेको संवैधानिक संरचना शासकीय स्वरूप मिलाउन पर्नेछ। त्यसको निमित्त यो सरकार अगाडि बढेको हो। त्यसकारण सरकारको आलोचना गर्ने हो भने जति सकिन्छ यो सरकारलाई पनि हामीले जनताले दिएको विश्वासलाई पनि भत्ताभङ्ग पार्यो भने पुग्ने कहाँ त हामी? के हामी युक्रेनमै पुग्ने हो त? ठुलो हत्या र हिंसाबाटै हामी गुज्रिन पर्ने हो त? दुश्मनहरूलाई मारेरै सिद्ध्याउने गरेको हाम्रो पूर्वीय अभ्यास पनि होइन, नेपाल त प्र्याक्टिसमा पनि छैन। त्यसकारण यो देशलाई हामीले जिताउनु पर्ने छ। कसैको लागि नेपाल दक्षिण एसियामा अशान्ति मचाउनको लागि नेपाल रणनीतिक भूगोल हुन सक्दैन। त्यो शक्तिलाई कुनै पनि मूल्यमा परास्त गर्नुपर्छ।